विष्णु मोदी खोला बालुवा निकालेर आएको छ च्याङ्ग्रा यो कहाँबाट ल्याउनु भएको यो च्याङ्ग्रा तपाईँले हजुर दार्चुलाबाट यसलाई च्याङ्ग्रा योलाई च्याङ्ग्रा भन्छ यो चलिरहेको छ हो ल हेर्नुहोस् है च्याङ्ग्रा यसरी यो दार्चुलाबाट ल्याउनु भयो अरे च्याङ्ग्रा भेडा च्याङ्ग्राहरू छ यो दसैँको लागि भनेर भन्नुहुन्छ उहाँहरू हुनुहुन्छ यस्तो छ हो टन्नै छ च्याङ्ग्रा भेडा थाहा नहुने मान्छेले चाहिँ हेर्नु होला है त यस्ता हुन्छ यो भेडा हो यसलाई थुमा भनिन्छ यो च्याङ्ग्रा हो यो च्याङ्ग्रा ओहो यसको नाम के हो हान्छ पो त यसले त ठिक छ देख्नु भएको थियो यो पहिले युट्युबमा मात्रै हो ल हेर्नुहोस् है राम्रो छ ओहो ल यो त धेरै ठुलो रहेछ ल हान्ने चाहिँ छैन नि यहाँ तपाईँसँग यसलाई त कुदेर हान्छ नि हो पछाडि ब्याक सरेर जान्छ अनि हान्छ नि त यसलाई ड्याममा आफू झगडा हजुर यसको खुट्टा समस्या भएछ ल बिचरा हेर्नु त ल कम गाह्रो छ यसलाई हो ल यहाँ धान काट्दै हुनुहुन्छ धान पाकेर यहाँ हो यहाँ खोला विष्णुमाथि खोला ओ के गर्यो कान्छा लड्छ त्यसरी नबस स्विमिङ गरे हो आउँछ स्विमिङ गर्न आउँछ खै गर्दैन त अनि राजु दाइको माल खिच्यौँ क्या ल यो भए चाहिँ यो खोलामा पौडी खेल्ने अरे बिस्तारै पौडी खेल है लगान्छ भाइ पुल यस्तो पुल छ हो यहाँ चाहिँ ल हेर्नुहोस् तपाईँको ड्रिम ठिक छ हजुर एमटी छ त त्यहाँ त यो चाहिँ खतरा रहेछ ल यो चाहिँ है ल आइज रहेछ अरे बापरे बाप च्याङ्ग्रा हिरो रहेछ हिरो ल हेर्नु त सर माथि चाहिँ यो डाँडा गाउँ हो यो चण्डेश्वरदेखि माथि टोखा त्यहाँदेखि मुनिको यो ठाउँ हो ल अगाडि बढौँ हामी ल देख्छ आज रेलमा देख्यो है यो के हो यस्तो फेरि यो मकै कहाँ लान्न गयो उहाँहरूले व्हाइट गोल्ड भन्छ यसलाई होइन व्हाइट गोल्ड भन्छ यसलाई हजुर व्हाइट गोल्ड हजुर व्हाइट गोल्ड नेपालीमा चाहिँ बालुवा भन्छ यसलाई होइन त बस ठिक छ हाम्रो ब्लग बन्दैछ यसो देखाउनु न हल्का थोरै किन लजाउनु भा त्यसो नगर्नु लाज लाग्छ यहाँ चाहिँ अघि बच्चाहरू पौडी खेलिरहेको थियो हो अहिले छैन हामी अघि पारीबाट गएको हो यहाँ कुखुरा फर्म छ हेर्नुहोस् ल यस्तो छ हेर्नु त अर्ग्यानिक ल योलाई यो चाहिँ यसरी छोडेको छ खोरभित्र भए पनि ठुलो खोर रहेछ अघि चाहिँ हामी पारीबाट आएको है पारीबाट आएको च्याङ्ग्रा पनि देखियो अनि यस्तो छ यतातिर काँक्रो छ भने खानुपर्छ है